साथीहरू ल हेरौँ है त यो पङ्खा खोलेर म चेक गर्दैछु कोइल यसको 3 पोइन्टमा देखाइरहेछ सबलाई तर चलिरहेको छैन स्पार्क गरिरहेछ अब चेक गर्दैछु है त्यसलाई हेर्नुहोस् है त साथी ल हेर्नुहोस् है यसरी चेक गर्दा देखाउँछ वान साइड मात्र घुम्छ तर दुई तरफ घुम्न पर्ने हो एक तरफ मात्र घुम्छ दुईटामा लाउँदा एउटा क्यापेसिटरको एउटा तारमा लगाउँदा एकतिर अर्को तारमा लाउँदाखेरि अर्कोतिर जानु पर्ने थियो तर घुम्दैन एकतिर मात्र घुमिरहेछ क्लच वाइजमा साइडतिर घुम्दा चाहिँ एन्टी क्लचमा घुम्नु पर्ने थियो क्लच वाइज साइज मात्र घुमिरहेको छ खराब छ है त ल हेरौँ अब यसलाई खोलेर खोल्दैछु म सब बोडी निकाल्दै यसको कोइल निकाल्दैछु है त म अब बिस्तारै हेर्नुहोस् है साथीहरू जो इलेक्ट्रिकलमा ध्यान दिनुहुन्छ उहाँहरू चाहिँ हेर्नुहोस् है त कसरी बनाउने फ्यान हल्का फिटिङ खोलेर यो हेरेर घरमै बसेर नि बनाउन सक्नुहुन्छ है त म खोल्दैछु टाइट हुनसक्छ अब कति भयो नखोलेको है हेरौँ है त कुनै सजिलै खुल्छ यसरी कुनै खुल्दै खुल्दैन बहुत हार्ड हुन्छ त्यसलाई हेर्नुहोस् कोइल सब ठिक छ तर यसको एउटा लुपमा खराब छ एउटा तारमा खराब छ एउटा कोइलमा कहाँनिर सर्ट छ हेरौँ है त सर्ट खोलेर म कोइल निकाल्छु अलि हार्ड छ यो ठोकठाक पारेर निकाल्छु है त म भिडियो स्किप नगरिकन हेर्नु सररै हेर्नुहोस् है त बल्ल बुझिन्छ कसरी गर्ने निस्केको छैन म तल झरेर ठोक्दैछु निस्क्यो है त ल हेरौँ अब कहाँनिर सर्ट छ यसको कोइल एकचोटि चेक गरौँ बेरी निकालियो हेर्दैछु एउटा कोइल हेर्नुहोस् है म देखाउँदैछु अब एउटा कोइलमा खराब छ हेर्नुहोस् है यो तार खराब छ यो लुपमा खराब छ अब यो काटेर फालेर म सिधै जोड्छु है त यसलाई अब यसले काटेर फालिदिने निकालेर अनि जोड्ने हो हेर्नुहोस् म निकाल्छु अब यसलाई निकालेर तार काटेर फालेर सोल्डर गरेर जोडिदिन्छु म सिधै कोइलमा तार कनेक्ट गर्छु है त ल चेक गर्छु है त एकचोटि हेर्नु हो कि होइन यही खराब भनेर ल हेर्नुहोस् है देखाउँछ तर स्पार्क गरिरहेको छ एकदम जोडसँग तगडा हेर्नुहोस् है कसरी स्पार्क गर्छ ल हेर्नु बहुत जोडसँग स्पार्क गरेर डढिरहेछ हेर्नुहोस् यस्तो यसरी कहाँ पङ्खा चल्छ ल हेर्नुहोस् कति स्पार्क छ यो पहेँलो तारमा खराब छ त पहेँलो येलो कलरको वायरमा खराब छ मेन फल्ट चाहिँ येलो कलर वायर अनि निकाल्दैछु यसरी निकालेर अब बिस्तारै ध्यान दिएर निकाल्नुपर्छ है त साथीहरू यो चाहिँ किन भन्दा एकदम मसिनो तार हुन्छ यति छोइयो भने कट हुन्छ फेरि तार काट्यो भने काम छैन फेरि रौँ जस्तो तार हुन्छ बिस्तारै ध्यान गरेर निकाल्नुपर्छ आनन्दले यही नै खराबी ल यतिले गर्दाखेरि पङ्खा चलेको स्पार्क गरिरहेको थियो त साथीहरूलाई अरू केही होइन प्रब्लम यसमा कोइल सब ठिक छ यही लुपमा खराब छ सबैलाई काटेर फाल्ने
त्यसले काटेर फालिदिन्छु म यो अब यसलाई छिल्नु पर्यो अब अलिकति निकाल्छु मैले छोटो पऱ्यो यसो निकालेर त्यसमा पुग्ने बनाउँछु है त म अब पुग्यो यसलाई छिल्छु मैले एकदम हार्ड छ यो चल्दा 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 दौडेर पुरै हार्ड भइरहेको छ यसको प्लास्टिकको बाहिरको कोर यसको इन्सुलेसन ल लाइटरले जलाएर म निकाल्छु है त नयाँ चेन्ज गरेँ भने त यसैले पुगिरहेको छ त्यही भएर यही तार युज गरिरहेको छु मैले अब यसले इन्सुलेसन फाल्नुपर्छ कोइलको पनि थोरै जुन भागमा सोल्डर गर्ने त्यसको कोइल साफ गर्छु है त मैले इन्सुलेसन फाल्छु हल्का टेस्टरले कोटाएर स्क्र्याच गर्छु मैले यसलाई थोरै स्क्रब गरेर निकालेर दिन्छु इन्सुलेसन कपर भयो भने रिपेयर गर्न सजिलो हुन्छ है त साथीहरू यो कपर नै हो तर एल्युमिनियममा चाहिँ बहुत गाह्रो हुन्छ यसरी गर्न सकिँदैन है त एल्युमिनियम मैले एल्युमिनियमको खासै रिपेयर गर्दा पनि गर्दैन साथीहरू गाह्रो हुन्छ बनायो भने रिपेयर गरेर फेरि राम्रो हुँदैन है कस्टमर पनि नाराज हुन्छ फेरि एकछिन चले जस्तो हुन्छ फेरि बन्द भइहाल्छ त्यही भएर यति पैसा दिएर बनायो फेरि चल्दै चलेन भन्ने कुरा हुन्छ कपरको कोइल चाहिँ मजाले रिपेयर हुन्छ आरामले स्लिप लगाउँदैछु मैले सेफको लागि अब सोल्डरमा जोडिदिन्छु है त सिधै कोइलमा यति गरेपछि भयो यसको काम यसको फल्ट नै यति नै हो है त अब चेक गरेर हो यसको कस्तो हुन्छ स्पार्क गर्छ कि गर्दैन ओके डन है डन डन ल ओके छ चेक गर्दैछु म अब हेरौँ है बोडी सर्ट छ कि छैन पहिला बोडीमा सर्ट छ भने पनि पङ्खा चल्दैन है सायद सब करेन्ट फैलिन्छ जतासुकै अनि त्यसपछि पङ्खा चल्दैन बोडी सर्ट छ भने यसमा स्पार्क गरेर त्यसमा मैले चाहिँ थोरै स्लिप काटेर राखिदिन्छु त्यसमा एकछिनपछि हेर्नु होला म स्लिप काटेर राख्छु त्यसमा थोरै डढेछ त्यसमा स्पार्क गरेर यो तार सर्ट हुँदाखेरि मैले चाहिँ थोरै स्लिप सेट गरिदिन्छु त्यसमा स्लिप राखेर अनि डर हुँदैन त्यसरी पेपर नभएर मैले त्यो स्लिप काटेर राखिदिएको छु है त ओके छ एकदम फिट एन्ड फाइन बेरिङ थोरै लुब्रिकेन्ट गर्नु म चाहिँ ग्रिसिङ गरेर राखिदिन्छु है त मैले अलिकति ग्रिस गरिदिनु स्मुथ चल्छ स्मुथ चल्यो भने प्रेसर पर्दा ताप्न कम हुन्छ है त अलिकति जति जोडसँग चल्यो त्यति नै हुन्छ ताप्ने डर हुन्छ नि त धेरै घर्षण भयो भने यसले स्मुथ बनाउँछ ग्रिसले टक्क फिट गर्दैछु त स्टेप बाई स्टेप हेर्नुहोस् है त साथीहरू टक्क कसरी घुमिरहेको छ ल हेर्नुहोस् साह्रो हुन्छ टक्क राख्ने टक्क माथिको राख्ने अब ल हेर्नुहोस् फिट गर्दैछु म नट लगाउँदैछु टाइट हुँदैछ है त तीनवटा नट हुन्छ यो टाइट गर्दैछु
थोरै आवाज गरेर चाहिँ ठकठाक पारेर म चाहिँ सिधा गर्छु त्यो यताउता। कनेक्टर लाउँदैछु, क्यापसिटर कनेक्टर। यसको चाहिँ यो रातो कमन है त साथीहरु, कमन। यो दुईवटा चाहिँ क्यापसिटरको। म गुणमा लाइन जोड्ने देखाउँछु त, त्यहाँ जोडिसकेपछि लाइन न्युट्रल गुणमा जोड्ने त भने यसरी घुम्नु पर्ने चाहिँ यसरी चेक गर्दा तल राख्दा चाहिँ एन्टी क्लकवाइज घुम्नु पर्ने हुन्छ त साथी। यसरी घुम्यो भने मतलब सही दिशातिर घुम्छ माथि झुलाउँदाखेरि, नत्र उल्टो घुम्यो भने उल्टो घुम्छ फेरि। यसरी हुनुपर्ने हुन्छ चेक गर्दाखेरि है त। हामी सर लाइन जोड्दाखेरि जहिले पनि ख्याल गर्नुपर्ने हुन्छ, पंखा चाहिँ यसरी हुनुपर्छ है त। चेक गर्दाखेरि यसरी हुनुपर्ने हुन्छ, माथि झुलाउँदा चाहिँ अर्कोतिर घुम्छ फेरि, त्यस्तो हुन्छ है त। हजुर पहेँलो र रातो चाहिँ यसमा लाइन न्युट्रल जोड्ने तार हो है त। ख्याल गर्नुहोस्, पहेँलो र रातोमा जोड्दाखेरि बल्ल उल्टो पंखा घुम्छ। हाम्रोमा हावा दिन्छ त्यो जोडेपछि। अर्को हरियोमा जोड्नु भने उल्टो घुम्छ। ल हेर्नुहोस्, यो उल्टो घुमिरहेछ है, यो चाहिँ उल्टो घुमेछ। पहेँलो चाहिँ ल हेर्नुहोस्, घडीको दिशातिर घुमेको छ। हामीले घडीको एन्टी दिशातिर घुम्यो भने चेक गर्दाखेरि बल्ल घडीको सिधा दिशातिर बल्ल चल्छ है। ल हेर्नुहोस्, यो दुईटा पहेँलो र रातो है त जोड्ने, लाइन न्युट्रल जोड्ने। जो हाम्रो लाइन आएको हुन्छ घरमा, यो दुईटा जोड्ने है त, रातो र पहेँलो। बल्ल हाम्रो घडीको दिशातिर घुम्छ फ्यान। कनेक्टरमा लाउँदैछु म। टाइट हुँदैछ है त, तार फिट गर्दैछु। म लाइन लगाएर यसलाई चेक गर्छु त चल्छ चल्दैन। यो चाहिँ सिधै अब अर्को बोर्डबाट जोड्छु है त मैले। लाइन न्युट्रल हो यो चाहिँ, फेज न्युट्रल है त। टक्क अब यसलाई लाइनमा जोडेर सर चलाउने त साथीहरु लगाएर। स्टेप बाई स्टेप छ है त साथीहरु, भिडियो सुरुबाट हेर्नुहोस्, मजाले घरमै खोलेर फिट गर्न सक्नुहुन्छ पंखा हेरिसकेपछि। म जोड्दैछु अब। यसले थोरै स्क्रुड्राइभरको सहायताले म झुलाउँछु। क्यापसिटर होल्डर भाँचिएको छ यसको, मैले हातले समारेर हेर्छु। पछि चाहिँ मैले माथि पाइपमा टेप लगाएर झुलाइदिन्छु यसको क्यापसिटर। हेर्नुहोस्, टक्क जोडेर सर घुमाउँछ। मजाले तल बोर्ड छ मेरो, सिरिज बोर्ड चेक गरेँ, त्यसमा चेक गर्छु है त। ल स्क्रुड्राइभर छिरा टक्क समारेर हेर्नुहोस् है त। सर अब फ्यान ओके साथीहरुलाई हेर्नुहोस्, डन, एकदम राम्रो चलिरहेछ। ल सर यस्तै भिडियोहरू हेर्नको लागि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु है त साथीहरु। कस्तो लाग्यो भिडियो, इन्फर्मेसन लागेमा चाहिँ सब्सक्राइब पनि गरिदिनु, सेयर पनि गर्नुहोस् है त। कहाँबाट हेर्दै हुनुहुन्छ, यति हेर्छ तपाईँहरु पनि घरमै खोलेर पंखा मजाले फिट गर्न सक्नुहुन्छ साथीहरु है त।
प्लस मैले अब घर गएर यो पङ्खा लिएर घर गएर फिट गरेर चलाएको पनि देखाएको छु। हेर्नुहोस् है, फिट गरिसकेँ। अब चलाएको हेर्नुहोस् है त कस्टमरको घरमा। हेर्नुहोस् है सर कति आनन्दको आयो है त्यही स्पिड फुल स्पिडमा घुलाचिरहेको छ पङ्खा। सब्सक्राइब गरौँ है साथीहरू, सब्सक्राइब गरौँ है।